तिमीसँग कहिले नभेट्ने कसम खाँदैछु। मन लाग्थ्यो पहिल्यैदेखि क्या, म आफै रुन्थे मम्मी तिमीलाई के भएको छ भन्दै म रुन्थे, मम्मीलाई भन्थे होइन। त्यसैले म चाहिँ भित्रैदेखि रुएर मम्मीलाई भन्थे। अब मम्मीहरू चाहिँ अर्को अर्को कुरा भन्थ्यो नि, त्यसैले रुन्थे म। अब हेर्नु नानु, नरुनु कि नरुनु, सम्पूर्ण दर्शक महानुभावहरूमा चाहिँ यी नानी अझै पनि मजाले रिकभर भएको छैन। केही मात्रामा उहाँको सम्झिने शक्ति आइसकेको छ। अब सम्पूर्ण दर्शक महानुभावहरूमा हामी मिनाको, तर तपाईहरुले त्यस्तो देख्छ नि, हजुर, तर मेरो भित्रै आत्मादेखि चोट छ क्या। मलाई बाहिरको त मलाई हाम्रो मिना बहिनी यति मजाले बोल्न थाल्यो, यस्तो खुसी लागेको छ। अब भोलि सिटी स्क्यानको रिपोर्ट आउँछ अनि त्यसपछि अब तपाईँ नरुनु, तपाईँको दुःखको दिनहरू गए, सबैजनाले सहयोग गर्नुभएको छ होइन। नरुनु प्लिज, नरुनु, सबैजनाले सहयोग गर्नुभएको छ। तर टेन्सन, अब त मम्मी पनि तपाईँहरूसँगै बस्ने अरे, तपाईँसँगै बस्ने। हो ठिकै छ, बस्दा पनि केही फरक पर्दैन। पर्नु चाहिँ खुसी छ कि छैन? खुसी छु म पनि होइन, खुसी नहुने कुरा पनि छैन, छ झन् चाहिँ। तर खुसी भएर पनि अब के खोइ के हो मेरो मनै अर्कै हुन्छ क्या, नरुनु पर्छ क्या। अब के गर्नु, त्यसरी रुयो भने नि म आफै रुनु पर्छ क्या। होइन होइन यस्तो के हो, बोल्दै बोल्दिना रुने मान्छेसँग दिल खोल्दै खोल्दिना, मुस्क हाँसिदेऊ ए मिना, हाँसिदेऊ मुस्क हाँसिदेऊ फुले झै। पक्कै पनि अब यी नानीहरूलाई कहाँ राख्ने, कसकोमा बस्ने? सायद यो भिडियो हेर्दै हुनुहुन्छ भने यही धरान आसपास अथवा कहीँ घर मेरो खाली छ, आएर बस्दिनु, रुङ्दिनु मात्र भनिदिनु भयो भने पनि ठुलो योगदान हुन्छ भन्ने मैले आश राखेको छु। हाम्रो मिना बहिनी यति मजाले बोल्न थाल्यो, यस्तो खुसी लागेको छ। अब भोलि सिटी स्क्यानको रिपोर्ट आउँछ अनि त्यसपछि अब तपाईँ नरुनु, तपाईँको दुःखको दिनहरू गए, सबैजनाले सहयोग गर्नुभएको छ होइन। नरुनु प्लिज, नरुनु, सबैजनाले सहयोग गर्नुभएको छ है। मजाले खाने, बस्ने अनि पढ्ने, हस् हुन्छ, अनि रुनु पनि हुन्न। ल ल ल बाबा, ल ल ल खुसी हुनुपर्छ नि अब त है। हामी छौँ नि त, हामी को, हामी दाजु हो नि। अनि अब त्यसपछि त्यो तपाईँको बाजे बुवा काकाहरूले त साह्रै हेप्नु हुँदो रहेछ है। साह्रै नै भन्दा चाहिँ मलाई चाहिँ हेप्दैन थियो, भाइ बहिनीलाई चाहिँ धेरै हेप्थ्यो जस्तो लाग्थ्यो। त्यही पनि म घरमा खासै बस्दिनँ थिएँ क्या, त्यो कमाउनु जान्थेँ, घरिघरि आँप पोख्थेँ कि, त्यही राति सुत्न पनि जङ्गलतिर जानु पर्थ्यो भन्थ्यो, किन हो नि? लोहार थियो त, अनि अब जानु परेन त। ओ, सुत्नै दिँदैन थियो? अनि तर यस्तो क्या, त्यति बेला त आमाहरू हुनुहुन्थ्यो नि त, आमाले हेर्नुहुन्थ्यो। आमा मरेको धेरै भएको छैन, 1 वर्ष पनि, 1 वर्ष चाहिँ भयो, 1.5 वर्ष भइसक्यो। अनि जुन बेला नि तपाईँहरूलाई सुत्न दिँदैन थिए नि, अनि त्यसपछि जङ्गल गएर सुत्नु भयो नि? जङ्गल होइन, बाख्रा खोरमा सुत्यो कि। अनि त्यतिखेर मम्मीलाई याद आएन? मम्मीको धेरै आउँथ्यो कि याद चाहिँ, त्यो सम्झ्यो भने आफै रुन्छु म। तर टेन्सन, अब त मम्मी पनि तपाईँहरूसँगै बस्ने अरे, तपाईँसँगै बस्ने। हो ठिकै छ, बस्दा पनि केही फरक पर्दैन। पर्नु चाहिँ खुसी छ कि छैन? खुसी छु म पनि होइन, खुसी नहुने कुरा पनि छैन, छ झन् चाहिँ। तर खुसी भएर पनि अब के खोइ के हो मेरो मनै अर्कै हुन्छ क्या।